हेलो नमस्ते सबैजनालाई। आशा छ सबैजनालाई सन्चै छ। आज फेरि अर्को स्याटरडे, वेदर एकदमै राम्रो छ। युएसमा स्प्रिङ सुरु भइसकेको छ, त्यसैले हामीले प्रान्सीलाई लगेर फनल्यान्ड जाने डिसाइड गर्यौँ। यहाँ प्रान्सी एकदम एक्साइटेड छ नयाँ नयाँ गेम्स ट्राई गर्नको लागि। उसलाई कुनै कुनै गेममा मैले हेल्प गरेँ र कुनै कुनै गेममा उसको पापाले हेल्प गर्नुभयो उसँग खेल्नको लागि। उहाँ उसको सानो भाइ पनि आएको थियो, उसको ठुलोबाबा र ठुलोमामुको साथमा। हामी सबैले सबै गेमहरू बच्चा बच्चीसँग यसरी खेल्यौँ। उनीहरूले त रमाइलो गरे नै, उनीहरूको साथसाथमा हामीले पनि सबै गेमहरू खेलेर रमाइलो गऱ्यौँ। स्याटरडे सन्डे आउँछ नै यस कारणले गर्दाखेरि कि हामीले आफ्नो फ्यामिलीसँग, आफ्नो बच्चा बच्चीसँग फुल्ली टाइम स्पेन्ड गर्न सकौँ, यसरी उनीहरूलाई पनि खुसी राख्न सकौँ र उनीहरूलाई यसरी खुसी भएको देखेर हामी पनि खुसी हुन सकौँ। अरू दिन त काम गर्नु नै छ, तर स्याटरडे सन्डे यसरी बच्चा बच्चीसँग रमाइलो गर्न पाउँदाखेरि हामी सबैलाई एकदमै खुसी लाग्छ। स्पेसली मलाई र उसको पापुलाई र प्रान्सी पनि यसरी घुम्न पाउँदा ऊ त खुसी हुन्छ नै। हेर्नु त ऊ आफ्नो भाइसँग कति खुसी भएको छ यसरी घुम्न पाउँदा, जम्प गर्न पाउँदाखेरि। यसरी हामीले चाहिँ रमाइलो तरिकाले आफ्नो विकेन्ड मनायौँ। हजुरहरूले पनि यसरी नै रमाइलो तरिकाले आफ्नो फ्यामिलीसँग टाइम स्पेन्ड गर्नुहोस्। ओके, हेभ अ गुड विकेन्ड। बाई बाई, सी यू, टेक केयर।